तीनटा टिप्स टु रिभर्स इन्सुलिन रेजिस्टेन्स। बिनु लामिछाने घिमिरे, पेसाले म नर्स। हजुरहरूको सर्कलमा कोही डायबिटिज, प्री डायबिटिज र इन्सुलिन रेजिस्टेन्सले सफर गरिरहनु भएको छ भने उहाँहरूलाई पनि यो भिडियो सेयर गरिदिनु। इन्सुलिन रेजिस्टेन्सले एउटा मात्र बिमारी होइन, यहाँ हेर्न सक्नुहुन्छ धेरैभन्दा धेरै बिमारीहरूको कज भनेको इन्सुलिन रेजिस्टेन्स हो। कम्युनिटीमा अहिले मोस्ट अफ द पिपलहरू डायबिटिज, कोलेस्ट्रोल र हाई ब्लड प्रेसरले सफर गरिरहनु भएको छ। यङ्गर जेनेरेसनमा PCOS, हर्मोनल इम्ब्यालेन्स र थाइरोइड पनि भइरहेको छ। किन? यो सबै इन्सुलिनले गर्दा भइरहेको छ। तपाईँले इन्सुलिन लेभललाई कन्ट्रोलमा राख्न सक्नुभयो भने यो सारा बिमारी जुन मैले देखाएको थिएँ त्यो सबैलाई तपाईँहरूले कन्ट्रोलमा राख्न सक्नुहुन्छ। यो टिप्स इन्सुलिन रेजिस्टेन्सलाई रिभर्स गर्न चाहनुहुन्छ भने स्टार्ट डुइङ 16 आवर फास्टिङ। बाँकी रहेको 8 घन्टाको विन्डोमा मात्र 2टा मिल लिनु होला। हामी बिहान उठ्छौँ, हाम्रो बडीमा इन्सुलिन लेभल लो नै भइरहेको हुन्छ। ब्रेकफास्ट स्किप गर्नुभयो भने त्यो इन्सुलिन लेभल लोको लोमै रहन्छ। हामी दिनमा 2चोटि मात्र खान्छौँ, हाम्रो बडीले पनि 2चोटि मात्रै इन्सुलिन रिलिज गर्छ। बारम्बार हाम्रो बडीले चाहिँ इन्सुलिन ननिकालिसके पछाडि हाम्रो बडी इन्सुलिन रेजिस्टेन्सबाट इन्सुलिन सेन्सिटिभ बन्न सुरु हुन्छ। अर्को टिप्स भनेको तपाईँहरू आफ्नो खानामा फाइबरको इन्टेक मजाले बढाउनु। हामीले चाहिँ फाइबर धेरै मात्रामा खान्छौँ, हाम्रो बडीमा चाहिँ ग्लुकोज स्पाइक कम हुन्छ। ग्लुकोज स्पाइक कम हुने बित्तिकै इन्सुलिन स्पाइक पनि कम हुन्छ। बडीलाई डेली 30 देखि 40 ग्राम फाइबर चाहिन्छ। यदि त्यो एड गर्न सक्नुहुन्न भने स्टार्ट टेकिङ सप्लिमेन्ट। म चाहिँ त्यो फाइबर रिक्वायरमेन्ट पुरा गर्नको लागि ब्यालेन्स लिन्छु। यो ब्यालेन्समा 7 किसिमको चाहिँ सोलुबल र इन्सोलुबल फाइबर छ। यसले मेरो बडीमा ग्लुकोज स्पाइक हुन दिँदैन र ग्लुकोज स्पाइक हुन नदिने बित्तिकै इन्सुलिन स्पाइक पनि हुन पाउँदैन। थर्ड टिप के हो भने तपाईँहरू आफ्नो डेली रुटिनमा एक्सर्साइज डेफिनेटली इन्ट्रोड्युस गर्न सुरु। एक्सर्साइज भन्ने बित्तिकै जिममा गएर तपाईँहरू 2 घन्टा वर्कआउट गर्नु पर्दैन। हरेक मिल खाए पछाडि तपाईँहरू एटलिस्ट 15 देखि 20 मिनट हिँडे मात्र पनि पुग्छ।